Kitchen is all about remaking, recreating, reusing everything. So आज मैले पनि लेफ्ट ओभर किमाबाट यो किमा राइस बनाएको छु। एकदमै सजिलो, एकदमै छिटो पनि बन्छ, मिठो पनि बन्छ। बनाउनलाई केही मेहनत पनि गर्नु पर्दैन। यु जस्ट निड एउटा कुकरमा अलिकति तेल राख्ने। यसको पानी राम्रोसँग तातिहाल्नु पनि पर्दैन किनकि हामी झटपट बनाइहाल्ने हो नि त। त्यही भएर तेल राखेपछि ल्वाङ सुकुमेल राखेँ मैले अलिकति, अनि त्यसपछि मेथी राखेँ। हजुरहरूले जिरा पनि फुटाउन सक्नुहुन्छ। त्यसपछि मैले यसमा राख्दैछु किमा। यो किमा चाहिँ मैले एक दिन अगाडि नै मोमो बनाउनको लागि युज गरेको थिएँ। त्यसैको लेफ्ट ओभर किमा बाँकी थियो, त्यसलाई नै आज रियुज गरेर खाना बनाउँदैछु मैले। सो यो चिकनको किमा बफको किमामा चाहिँ प्याज, अदुवा लसुनको पेस्टहरू, मरमसलाहरू सबै थियो कि, त्यही भएर मैले तेलमा एक्स्ट्रा केही पनि राखिनँ, प्याजहरू पनि फुराइनँ। जस्ट यो किमामा नभएको एउटा एक्स्ट्रा एड गरेको भनेको मैले गोलभेडा मात्रै हो कि, अरू चाहिँ सबै यो किमामा नै छ। यसको स्वादले नै हाम्रो खाना एकदम फ्लेभरफुल हुन्छ कि, त्यही भएर मैले एक्स्ट्रा स्पाइसेसहरू केही पनि यसमा राखिनँ। त्यसपछि तेलमा मैले डाइरेक्टली किमालाई राख्दिएँ। किमा राखेपछि हल्का थोरै यसरी पानी पनि राख्नुपर्छ कि, नभए किमा मात्र भयो भने चाहिँ त्यो डल्लो बन्छ कि, अनि त्यसो भयो भने चाहिँ राइसमा इभनली स्प्रेड हुँदैन नि त। त्यही भएर मैले पहिला अलिकति थोरै पानी राखेँ। यो पानी राखेपछि अब किमालाई एकछिन चलाउने। यो किमा चाहिँ एकदम छिटो पाक्छ कि, त्यही भएर धेरै गल्न दिनुपर्ने, धेरै फ्राई गर्नुपर्ने त्यस्तो पनि हुँदैन। अनि म्यारिनेटेड यो ओभरनाइट म्यारिनेटेड भएर होला यस्तो मिठो पनि भएको थियो कि। मैले यसमा अघि पनि भनिहालेँ, मैले यसमा गोलभेडा र खुर्सानी मात्रै एक्स्ट्रा एड गरेको छु। अरू एक्स्ट्रा स्पाइसेसहरू मैले यसमा केही पनि राखिनँ भनेर। अनि यति मात्र राख्दाखेरि पनि कस्तो मिठो भएको कि, लाइक अब यसलाई घिउमा बनाउँदा पनि हुन्छ तपाईँहरूले यदि चाहनुहुन्छ भने। तर मैले चाहिँ तेलमा, तोरीको तेलमा बनाएँ, त्यो पनि एकदम मिठो भएको थियो कि, किनकि किमा बनाउँदाखेरि नै मैले त्यसलाई घिउमा नै मोलेको थिएँ। सो आई डिडन्ट फिल द नेसेसिटी अफ एडिङ मोर घिउ इन्टु दिस के। अनि अलिकति किमाको पानी लाइक कम भइसकेको जस्तो भएको थियो। तपाईँलाई त्यो पुरा पानी सुकाएर यसलाई तेल निस्किने गरी फ्राई गर्नुपर्छ भन्ने पनि छैन। अभियसली अब तपाईँलाई गर्न मन छ भने त यु क्यान डु इट, बट गर्नै पर्छ भन्ने पनि छैन। त्यसपछि मैले यसमा अलिकति चामल नपुगेको जस्तो भएर थपेर एकचोटि राम्रोसँग चलाउने। अब यसमा अरू स्पाइसेसहरू एड गर्दा पनि हुन्छ, तर यत्तिकै पनि इट्स इनफ। अनि पछि जति रिक्वायर्ड पानी छ त्यति राख्ने कि, बेसिकली जति चामल छ त्यति नै पानी राख्ने चलन छ प्रेसर कुकरमा खाना बनाउँदाखेरि। अनि मजाले 2 सिटी लगाइदिने। 2 सिटी लगाएपछि खाना त मजाले त्यो पुलाउहरू पाकेको जस्तै गरेर फर्र गरेर पाक्छन्। यु डोन्ट निड एकदम लङ ग्रेन बासमती राइस एन्ड अल विथ दिस। सो आई सर्भ फर माइसेल्फ एन्ड माई हस्बेन्ड, एन्ड देन ये नै हो किमा राइसको रेसिपी। Thank you so much for watching this video. I'll see you guys in my next video.